हेलो साथीहरु वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मैले पकाउन गइरहेको छु भिन्डी र आलुको सुप। यसको लागि मैले पहिला ग्यास अन गरेँ अनि कराई बसालेँ। त्यसमा अब अलिकति गर्छु म तेल है। तेल गरम नेपालीहरूले यो तेल ले साथीहरु परगात भएछ नि कस्तो दिमाग कि मेरो हेडमा पकाउन थालेको सबै त बिर्सिहाल्छ। यतापट्टि सब्जी त गर्दै गर्नु त गऱ्यो तर यता भुलेछ। अनि मेरो दिमाग पनि भुलेछ साथीहरु। मैले यसमा मसला पनि एड गरिसकेँ साथीहरु। अब अलिकति पानी हाल्ने है अनि यसलाई पनि सकिदिने। अलिकति भिन्डीको सुप चाहिँ यस्तो भयो साथीहरु। कलर आयो भिन्डीको सुपमा चाहिँ मैले यति नै बनाएर यसमा धनिया एड गरेपछि एक्लै खान्छ। बब्बरदेखि जाँदै खाम लागिरहेछ मलाई त साथीहरु। अब पाली आयो टमाटर अचारको साथीहरु। लेट्स कुक टुगेदर। म टमाटर अचार कसरी बनाउँछु मैले सुरुमा तेल